मित्र हाई अलि राम्रो पनि यति साह्रो कि गम्बुट ल्याउनु थिएछ उहाँको लागि हेलो एभ्रिवान वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। म चाहिँ सिन्चेला सुब्बा र अप्चरीको गाउँ आइसकेर हामी चाहिँ के झर्ना पो फुङफुङ्गे झर्ना हेर्न जाँदैछौँ, डुल्न जाँदैछ। हेर्नुहोस् यहाँ यस्तो राम्रो फुलै फुल छ। अनि हामी चाहिँ जाँदैछौँ। अब स्टेट्युन गाई चाहिँ एकैचोटि झर्ना गएर हुन्छ होला भिडियो चाहिँ बाटोमा हामी बाइकमा जाने लाग्यो दाजुहरूको। अनि अब स्टेट्युन गाई यस्तो वरिपरि यस्तो बाबा छैन नि त्यो त्यही फोर पटक्क त्यो धर्कामा छ गाई, त्यहाँ पुग्नुपर्ने हामी। ल स्टेट्युन आइज मित्र। म चाहिँ अहिले एक्ज्याक्टली कहाँ छु भने मेरो मित्रको गाउँमा छु र यस्तो रङ्गी चङ्गी छ हाम्रो जीवन। यस्तो रङ्गी चङ्गी छ यो वरिपरि। यता अगाडि चाहिँ निसाको हुनुहुन्छ, अगाडि अगाडि कुद्दै हुन्छ। मेरो भ्लगमा भाइरल भइगयो भने फेरि पैसा कमाउँछु भनेर नआउनु भएको। यस्तै हो नि भ्लगर भइसकेपछि मेरो भ्लगमा आउनु भने धन काडन पैसा कमाउनुहुन्छ अरे, त्यही भएर उता लाएर चाहिँ लु बाइक आइज मान्छे आउँदा त लाज लाग्छ नि मलाई पनि। बाई जाइन्ट जस्तो देखिरहेछ खोला पे हे बर्थडे गर्ल। अरे आज त बर्थडे त अब स्पेसल ट्रिटमेन्ट चाहियो नि त। आयो न आयो अप्चरी दिया जम जम अगाडि न अगाडि। मिठो बाटो छ। म गर्छु। खतरा खतरा बाटो चाहिँ देखाउनु पर्छ। साइडमै छ अङ्कललाई के हो भन्नु छ। के हो यसलाई कहाँ के भन्छ आमा नै बाबा यहाँको को छ अब उहाँलाई भन्नु पर्यो होला नि त। हाम्रो आवाज उठाउन त बाटो देखाउँदैछु तपाईँहरूलाई। बाटो चाहिँ राम्रो बनाउनु पर्यो, अरू त सबै ठिकै छ। ऐसेरीले घोचाउनु हुन्छ। यस्तो मिठोवाला बाटोमा ल्याइपुऱ्याउनु भएको छ। ओहो ऐसेरीको झ्याङले यसो मन पनि गर्दैछ हामीलाई। बाटो चाहिँ देखाउनु अनि अहिले क्या हुन्छ फोन चाहिँ अब अन छ। कस्तो भने पुरा भिडियो भइराखेको छ, भरे भिडियो हेर्दा ए लडेर भन्नुको ए रोड हेर न, मलाई त रोडको टेन्सन लाग्यो। यो चाहिँ बनाउनै पर्ने है अत्तिकै। कसरी कुद्दैछ होला। अन्त राइडर चाहिँ कडक हुनुहुन्छ नि त। ज्याकेट तानेर उहाँको खुस्किनै सक्यो। ज्याकेट पनि लुगा त्यस्तो फरक परेन, माथि झर्नु त भएन भरे हो कपडा त आउँछ नि। टाउको त आउँछ। टाउको त आउँछ। यस्तो बाटो त्यही माथि 3 जना पल्सर। यो बाटो चाहिँ देखाउनै पर्ने हुन्छ नि। ओहो यही सानो झर्ना आइसकेछ त। वाह रे वाह। यतिको चाहिँ हुनु पर्यो है। बस्दै भित्र छिर्यो नि। उता छ अप्चरी चाहिँ अनि हिँड्नु न अगाडि। हालत पतली। हिँड्न भनेको
घाटो नि कस्तो देखाउँछ पर चाहिँ पोल वरिपरि कहाँ घुमेको त्यहाँ छ झर्ना चाहिँ हामी पुग्न त्यहाँ अयो हामीले फाइनली यस्तो घरहरू चिन्दैन होला चस्मा ह्याप्पी ल जाउँ अलिक माथि गर्नु कि ब्ल्याक कि मुनि हेर्नुहोस् गाई यहाँ स्विमिङ पुल पनि छ वाह रे वाह अम्मै कति सानो नानीलाई पानीमा हालेछ यिनीहरूले ओ त्यहाँ पानी लगाएको छ अस्ति त अनि फोटो आइज मित्र अरे आउनु पनि लुक्छन् हुँदैन दिबारामा जाँदैछौँ सिँढी चढेर दिबारा खै बोला न दाइहरूलाई भाइ साहब कस्तो फाइनली हामी यहीँ आउँदा ढिकिसक्यो तर अलि माथि नि जाने प्रयास गर्दछौँ स्टेट्युन देवरा फिल भइरहेछ मलाई सिरियसली लुजुम ए ब्याग मित्र हाई अलि राम्रो बिना जहिले भ्याती भएको यस्तो दामी जाँदैछु गर्नु न उयो पानी आइहाल्छ यस्तो पानीको सिताले हानिरहेछ हामीलाई ओहो दिभर भइरहेछ गाईको मलाई वारे वाह यहाँ चाहिँ के यहाँ चाहिँ अघि भने जस्तो ऊ त्यहाँ माथि जान्छ नि यस्तो गर्दा चाहिँ लामो देखाइदिनु के
कालो पानी पनि छ साथीभाइहरू आउँदै गरेको यति साह्रो कि चिप्लो छ हौ त्यहाँदेखि सानो झर्ना छ हामी फर्किँदैछौँ फर्केको अचारी कहाँ पुगी तल हान जस्तो अन्त हामी फर्केको यहाँ फुपू यता हेर्नुहोस् भिजेर नाच्दा नाच्दा गरेर फर्किँदैछ अचारी देखाउँछु बारे टाटा त्यसपछि हामी फर्किसक्यौँ होइन यस्तो साह्रो भिजेको छौँ कि आउटफिट त सबै चिसै गाडा गाडा रङको आउँछ यो पेन्ट अब हापुवालीहरू चाहिँ यहाँ माथिनेरि बसिरहेको छन् म फुलवाली चाहिँ अलिक छिटो आएँ लु हापुवालीहरू हेलो अल्ट्रा अल्ट्रा जेता तल पनि आइसकेको छौँ मन्दिरमा आउनुहोस् फुपू हामी दुईजना त्यहाँको अरू चाहिँ गल्नु भयो अरे अनि भनौँ न अनि यस्तो दामी जग्गामा आइरहेको छौँ हामी चाहिँ हजुर फोटो मेमोरीमा बनाउने क्लिप हुन्छ नि हो त्यस्तो हालेर हजुर मेरो त टाउको नि सुकिसकेछ कस्तो तेरे नामवाला भएको मलाई माथि देखाएको है यहाँ पनि छ नि दिवारा है के भन्ने त
भन्दा खाने आधे त्यो त्यस्तो होइन केही पनि 520 भन्छ अरे नि त कार्टुनको अनि यो चाहिँ 500 अरे अनि आफ्नै तेल त युजै गरेन जाडो लाग्नु थाल्यो नि अब कसरी बाइकमा भोलि आइजानु सिधै गाडीमा बिहानको गाडीमा 3 बजे नेट पनि नचल्ने रहेछ कसले पाल्छ राति अरे तेरो उ तल भाइ चाहिँ माम फोन भन्नु कि गम्बुट ल्याउनु थिएछ उहाँको लागि है हिलोमा जुत्ता खोल्नु निकाले धुँदै खाला नि मेरो जुत्ता लिएर वासिङ मेसिनमा हालिराख्नु ऊ हुन्छ हौ पछि उयो हुँदो रहेछ बिग्रिन्छ नि कति छिटो त्यो कोटे यस्तो कोटेदाखेरि त्यो पौडी खेल्ने के हो त्यहाँ जान कसरी काम गर्छ सल्युट छ